तिमीको माया भन्न सजिलो ती जति गाह्रो रहेछ कुरो मिल्नलाई। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। अनि सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदम सन्चै छु। अनि आज चाहिँ म फुर्बाकोमा आएको छु है। अनि फुर्बा अहिले चाहिँ अलिक सन्चो भइरहेको रहेछ। अनि यहाँ बसिरहेको चाहिँ हेर्न सक्नुहुन्छ। फुर्बा हालत हेर्नु फुर्बाको गाइस। के कस्तो हुनुहुन्छ अहिले तपाईँलाई? ठिकै हुनुहुन्छ? ठिकै छु। अनि सबैजनालाई है हामीले चाहिँ अहिले फिलहाल तपाईँहरूको मार्चमा है ब्लग लाउन सकेको छैन। अहिले अलिकति अवस्था अलिकति साह्रो परिरहेछ है। र यसो हेरिदिँदै गर्नुहोस् होला। अहिले धेरै अब बिमारले है साह्रो परेर चाहिँ युट्युबमा भिडियोहरू पोस्ट गर्नु पाएको छैन है। भ्लगहरू लिएर तपाईँहरूको सामु आएको छैन। र यही हो, हिजो है हस्पिटल गएर आज चाहिँ अलिकति सन्चो भएको जस्तो भइरहेको छु। र हेर्दै गर्नुहोस् होला। हामी आजदेखि चाहिँ है टाइम पाइसक्यो भने चाहिँ हामी भ्लग हाल्नेछौँ हाम्रो च्यानलमा। तपाईँहरू आउँदै गर्नुहोस् होला। त्यही हो गाइस। आजको नजारा देख्नु सक्नुहुन्छ गाइस। यो चाहिँ फुर्बाको होटेलमा है। यो चाहिँ फुर्बाको होटेल है। यो देख्दै गरेको यो गाइस, यो चाहिँ फुर्बाको होटेल हो। हाम्रो होटेल चाहिँ देख्दैन रहेछ। अहिले घाम पुरै कडा लागिरहेको छ। यहाँदेखि झन् दामी देख्छ हेर्नुहोस्। भ्युज चाहिँ अब भ्युज चाहिँ अब भ्यू तिम्रै दया। अनि अब त्यस्तै छ। हामी बाहिर जानु पाएको छैन अहिले है। अहिले रुममै बसेर हामी त्यस्तै भ्लग बनाउँदैछ हल्का यसो सानोतिनो। त्यस्तै हेर्दै गर्नुहोस् होला गाइस। बाहिर राम्रो कन्टेन्ट